दामी छ ठाउँ चाहिँ मजाको छ, रमाइलो छ, पिस हुन्छ एकदमै। यदि कसैलाई शान्ति चाहिएको छ थोरै भए पनि केही क्षणको लागि भनेदेखि तपाईँहरू यो सिन्त्राको नेसनल पार्कभित्र रहेको यो सानो जङ्गलमा आएर 1-2 घन्टा टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। निकै राम्रो ठाउँ छ, शान्ति महसुस हुन्छ। ल यो भन्दा अगाडि नजाउँ होला, अब फर्किनुपर्छ हामी चाहिँ। अब फर्कियौँ तलतिर पोखरी छ एउटा सानो, त्यो पोखरी पनि म तपाईँहरूलाई देखाउने छु। हामी अहिले यो ठ्याक्कै सिन्त्राको यो नेसनल पार्क छ, त्यो भित्रको एउटा जङ्गल एरियामा छ। ठ्याक्कै मलाई यसको ठाउँको नाम चाहिँ थाहा भएन। त्यो सिन्त्राको यो ठुलो नेसनल पार्क छ एउटा, त्यो भित्रको एउटा स्पेसिफिक जङ्गल एरिया हो यो। निकै राम्रो छ है, यहाँनिर तपाईँको हाइकिङ गर्न आउनेहरूलाई पिकनिक गर्ने, जङ्गलको भाइब्स लिन सक्ने खालको वातावरणहरू छ। तपाईँहरू पनि लिस्बनमा बस्नुहुन्छ, पोर्तुगलमा बस्नुहुन्छ भने यहाँनिर गाडीमा लगभग 40 किलोमिटरको डिस्टेन्समा छ सेन्ट्रल लिस्बनदेखि। आउन सक्नुहुन्छ घुम्नलाई, धेरै राम्रो छ। बबाल छ ल है, कस्तो लाग्यो भाइब्स? जङ्गलको भाइब्स, आनन्द है, खोलाहरू मजाले बगिरहेको छ है। पिस अफ माइन्डको लागि यतातिर आउँदा हुन्छ। यता आयो भने पिस हुन्छ, थकानहरू निक्लिन्छ। ल हामी यहाँ सानो यो काठले दाउराहरूले बनाएको पुल रहेछ, त्यो चढ्दै हिँड्दैछु म। आनन्द छ, जस पिसफुल माइन्ड छ है। रुखहरू जताततै लडिरहेको छ है। रुखहरू चाहिँ त्यस्तो ठुल्ठुलो साइजको चाहिँ छैन, सानो साइजको है। मजाको रुखहरूले लडेको हो कि काटेर राखेको हो कि आइडोन्ट नो, त्यो थाहा भएन। यस्तो आवाजहरू पनि आइरहेको हुन्छ है, रुखको कराक गरेर तर्सिन्छ नि। हामी चाहिँ यो मान्छेको पाइला जहाँसम्म गएको छ तीसम्म मात्रै जाने मैले सोच राखेको छु। धेरै भित्र गएर डेन्जर पनि हुनसक्छ होइन।
पानी कस्तो यो कालो देख्यो यो माटोहरू कालो रातो भएकोले गर्दा मजाको सुदेश ठाउँ दिल कहता है चल उनसे मिल, उठते हैं कदम रुक जाते हैं। दिल हमको कभी समझाता है, हम दिल को कभी समझाते हैं।